अहिले हामी देखिरहेका छौँ नेपालमा कस्तो शासन छ, कस्तो सरकार छ। दुनियाँमा कस्तो शासन छ, कस्तो सरकार छ, त्यसको प्रतिबिम्ब नेपालमा पनि छ। अब कसैलाई कुनै कानुन लाग्दैन, कुनै मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि खान मजाले पाइन्छ, मुद्दा लाग्दैन। हिजो भुलचुकले मुद्दा लागेको रहेछ भने माफी बिना हुन्छ, अभियोग परिवर्तन गरिन्छ, अभियोग फेरिन्छ, अभियोगबाट बरी गरिन्छ, चुनावमा हिरो बनाएर अगाडि सारिन्छ। र यदि नेपाली सरकार, नेपाली अर्थतन्त्र, नेपाली संस्कृति, नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट बाहिर निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने। पार्टीका प्रमुख नेता, 82 वर्षका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रमण भयो। यति असभ्य पनि हुन्छ समाज? उनकै पार्टीका नेता हुँ भन्ने मान्छेहरू त्यसको समर्थनमा कराए तर विरोधमा एक शब्द बोलेनन्, सहानुभूतिसम्म व्यक्त गरेनन्। कहाँ पुग्यो नेपाल? कुन खालको राजनीतिमा पुग्यो? मैले भन्न खोजेको आज थिति र विधिको शासन होइन, जसको लाठी त्यसको भैँसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ। त्यसै गरी चलेको छ। महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, लज्जाको विषय बनेको छ। यस्तो पनि हुन्छ? यसो बिर्स्यौँ भन्यो, डिम्बका कारोबार बिर्स्यौँ भन्यो, फेरि अर्को काण्ड, अर्को काण्ड बिर्स्यौँ भन्यो, फेरि अर्को काण्ड। अब अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताका काण्ड, दुनियाँको पैसा, हिनामिना भएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ? देश कहाँ पुग्यो? यसका विरुद्ध आज पनि सङ्घर्ष छ। हामी नेपालमा नेपाली सरकार बनाउन चाहन्छौँ, अरूको होइन। अरूका सरकार बन्न दिँदैनौँ, बन्यो भने ढाल्छौँ, फाल्छौँ। नेपालीको सरकार बन्छ, नेपालीको सरकार चल्छ। त्यसो भएर आज पनि सङ्घर्ष जारी छ।